हाई एभ्रिवान, हजुरहरूलाई स्वागत छ मेरो युट्युब च्यानलमा। अनि मेरो नाम चाहिँ झरना राई हो। अनि हजुरहरू सन्चै हुनुहुन्छ भन्ने आशा गरेको छु। अनि मैले चाहिँ भर्खर युट्युब च्यानल सुरु गरेको छु नि त। अनि हजुरहरूले आशा सपोर्ट गरिदिनु होला भन्ने आशा गर्दछु। अनि मेरो चाहिँ रहेको छ घरमा बसेर काम गरेको हजुरहरूलाई देखाउने चाहिँ मैले गरेको कामहरू। मैले चाहिँ अघि सबै कामहरू सकिसकेँ नि त, यताउति घरसर बढार्ने अनि भाँडासाँडा धुने सबै काम सकिसकेको साथीहरू। अनि यता चाहिँ मेरो छोरीको लागि फुले बनाएर बसाइसकेको छु। त्यो चाहिँ देखाउनु पाइनँ किनकि नानी सुतिरहेको बेलामा सबै काम सघाउनु पर्ने हुन्छ, नत्र नानीले कामै गर्नु दिँदैन। त्यही भएर हेर्दै गर्नु। अनि मेरो नानीको खोले चाहिँ पाकिसकेको छ, त्यो चाहिँ सिलाउनुलाई राखिरहेको छु। अनि मेरो छोरीलाई चाहिँ उसको बजीले डुलाउनु लानु लाग्छ क्या गाउँ। अनि ऊ चाहिँ डुल्नु खोज्छ। अनि नानी आएपछि खाना खुवाउनु पर्ने हुन्छ। अनि यता चाहिँ मैले खाना बसाइसकेको छु। अनि खाना पकाइसकेर अनि म चाहिँ जङ्गल जानुपर्ने छ बाख्रालाई घाँस खोज्नु। यतिखेर चाहिँ म जङ्गलतिर जाँदैछु साथीहरू, घाँस काट्नुलाई बाख्रालाई। अनि उता खानासाना रेडी गरेर नानीलाई खाना खुवाएर अनि सुताएर अनि यता घाँस काट्ने जङ्गलतिर आइसकेको छु बाख्रालाई। अनि बाख्रा त धेरै छैन, जम्मा 4 गोटा मात्रै छ, र पनि उनीहरूलाई घाँस अलिकति भए पनि लगाइदिनुपर्छ नि त। अनि त्यही भएर बाख्रालाई घाँस काट्न आएको छु यता जङ्गलतिर। अनि साथीहरू म चाहिँ घाँस काटेर आइसकेको छु। अनि मेरो बाख्राहरूलाई पनि मैले घाँस लगाइदिइसकेको छु। अनि यो चाहिँ मेरो बाख्राहरू हो। अनि यो कालो बाख्राले त बच्चा पनि जन्माइसकेको छ। अनि यो चाहिँ यो पर चाहिँ यहाँ त्यसको बच्चा पनि छ, पक्रिनु मान्दैन गाइसहरू। अनि अब म खाना खान्छु, हेर्दै गर्नु होला। अनि साथीहरू मेरो छोरी चाहिँ उठिसकेको छ। अनि हामी तलतिर छोरीलाई म चाहिँ डुलाउनु जानु लागेको दिदीको घरतिर तल। अनि ऊ चाहिँ डुल्नु खोज्छ नि त। अनि त्यही भएर अनि हामी चाहिँ छिटै आउनुपर्ने हुन्छ, बाख्रालाई खोली पठाउनु पर्ने हुन्छ अनि सुँगुरलाई चारो दिनुपर्ने हुन्छ। अनि त्यही भएर अनि हामी जाँदैछौँ साथीहरू तलतिर नानी डुलाउनु। अनि म चाहिँ मेरो नानी डुलाएर आइसकेको छ साथीहरू। अनि मेरो नानीलाई चाहिँ अनि आएर अनि मेरो कामहरू सबै सकेर अनि अहिले चाहिँ मेरो नानीलाई सुताइसकेको छु। अनि ऊ चाहिँ सुतिरहेको छ। साथीहरू म चाहिँ करेसा बारी हेर्न जाँदैछु, त्यहाँनिर चाहिँ बाख्रा छिर्छ नि त। अनि त्यही भएर करेसा बारीमा हेर्न जाँदैछु। अहिले चाहिँ यता छाडा पिङ हुन्छ नि त, बाख्राहरू गाईबस्तुहरू सबै छोड्ने बेला हो नि त यता। अनि म करेसा बारी हेर्न जाँदैछु साथीहरू। अनि यहाँनिर चाहिँ मेरो सुँगुर पनि हेर्दैछु, के गर्दैछ मेरो सुँगुरहरू भनेर हेर्दै जाँदैछु। अनि यहाँ तल छ नि त। अनि बाख्राहरू पसेर अस्ति प्याज सबै खाइदिएको थियो। अनि त्यही भएर हेर्न जाँदैछु साथीहरू। यो हो हाम्रो करेसा बारी, अर्ग्यानिक करेसा बारी। अनि यहाँनिर चाहिँ साग छ यहाँ तल। अनि यहाँ चाहिँ लसुनहरू पनि रोपेको छ। करेसा बारीबाट घर फर्किँदैछु। यहाँनिर चाहिँ हाम्रो बुवा नि आज करेसा बारी रुङ्नु हुने अरे। गेटी चाहिँ के गर्नु बोक्नु भएको बुवा? बाख्रा हान्ने। बुवाले चाहिँ बाख्रा भित्र पसेछ भने गेटिसले हान्नु हुने अरे। अनि गेटिससँग बस्नु हुँदैछ। अनि म चाहिँ घर गएर अब खानासाना बनाउनु पर्ने हुन्छ। अनि खानासाना रेडी गर्नुपर्ने हुन्छ। मैले चाहिँ सकेको छु यहाँनिर। अनि दाल पाकिसकेपछि खाना बसाउनु पर्ने हुन्छ। मैले चाहिँ बोडीको दाल बसाएको छु। अनि त्यो खानुपर्ने हुन्छ। अनि सब्जीमा चाहिँ साग भए पनि आलु भए पनि बनाउनु पर्ने हुन्छ। चाहिँ माथि घरमा चाहिँ दाल बसाएर आइसकेको छु बोडीको साग। अनि आजको लागि सब्जीको साग पकाउनु पर्ने हुन्छ। अनि त्यही भएर म चाहिँ करेसा बारीमा आएको छु। अनि यो चाहिँ हाम्रो साग हो। अनि यो चाहिँ लास्ट साग होला सायद। अनि यो चाहिँ टिपेर सबै अब हामीले गुन्द्रुक लगाउनु पर्ने हुन्छ साथीहरू। अनि सबै फेरि लागिसकेको छ क्या सागमा चाहिँ। अनि त्यही हो साथीहरू। अनि यहाँनिर चाहिँ भर्खरै मैले धनियाँ छरेको छु। अनि यो चाहिँ हाम्रो लसुन हो। बाख्रा पसेर सबै खाइदिएर हेर्नु न छैन प्याज त। अनि यतापट्टि आलु। अनि अब आलु फाल्ने बेला हुनु लागेको छ। मैले चाहिँ खानासाना खाएर कोठामा आइसकेको छु। अनि हजुरहरूलाई मेरो भिडियो कस्तो लाग्यो, राम्रो लाग्यो भने लाइक सेयर अनि कमेन्ट अनि सब्सक्राइब गर्नु चाहिँ नभुल्नु होला। बाई, अर्को भिडियोमा भेटौँला।